के बोल्न त्यो त अब फरक त धेरै फरक हुन्छ त म्युजिक भिडियोमा अब बिहे भएको छ तर कोसँग आएको थाहा छैन। देश तथा विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आज नेपाली कल्चर मिडिया हाउसको पोडकास्टबाट म कलाकार टेक गुरुङ बोलिरहेको छु। यहाँलाई आज चाहिँ मेरो पाहुनाको रूपमा आउनुभएको छ चर्चित नायिका अनि मोडल हाम्रो बबिता गुरुङ हाम्रो सामु हुनुहुन्छ। उहाँलाई म केही प्रश्नहरू गर्न गइरहेको छु। उहाँसँगको कुराकानी एकदमै रमाइलो एक्सपेक्ट गरेको छु। आज पक्कै पनि रमाइलो हुनेछ बबितासँगको भेट। र नेपाली कल्चर मिडियामा फर्स्ट टाइम आउँदै हुनुहुन्छ र फर्स्ट आजको पहिलो पाहुना पनि हुनुहुन्छ उहाँ। बबिताजीलाई स्वागत। धन्यवाद दाइ। बहिनीलाई एकदमै ल्याउने अस्ति नैदेखि कोसिस गरेको, उहाँको फिल्म पनि लाग्दैछ किन खुसी लाग्दैछ पर्सि शनिबार 6 गतेबाट बहिनीलाई चाहिँ ल्याउँछु अनि त्यो फिल्मको प्रचार पनि हुन्छ भन्ने हिसाबले चाहिँ मैले बनाउन खोजेको अस्ति नैबाट। यो सबै कुरा मिलाउँदाखेरि चाहिँ आज सायद जुरेको छ अनि बाहिर झरी परिरहेको छ। यो सायदको बेलामा चाहिँ पानी पर्यो भने एकदमै सायद पर्छ अरे, मैले बुढाबुढीको कुरा सुनेको। अनि बहिनी सजिलो हुन्छ कस्तो लागिरहेको छ आज नेपाली कल्चरमा तपाईँ आउनु भएको छ, कस्तो लागिरहेको छ? एकदम खुसी लाग्छ दाइ। अब धेरै दिनपछि तपाईँलाई भेट्यो भने त्यो माथि पनि खुसी, त्यो माथि नेपाली कल्चरमा आएर एकदम खुसी लाग्छ। नेपाली कल्चरमा आउनु भएको छ अनि नेपाली कल्चरकै ड्रेसमा आउनु भएको छ। आज यो तपाईँले लाउनु भएको ड्रेस चाहिँ एकदमै मन पऱ्यो मलाई, युनिक कलर होइन। ड्रेसमा पनि गुरुङ ड्रेस अनि हाम्रो मगर गुरुङ ड्रेस त उस्तै यस्तै देखिन्छ, एउटा पर्टुगाली मात्रै फरक पाएको छ। तपाईँ चाहिँ आज एकदमै चिटिक्क परेर गुरुङ ड्रेसमा आउनु भएको छ। पक्कै पनि नेपाली कल्चर मिडियामा यहाँलाई रमाइलो लागिरहेको छ। एकदम रमाइलो लागेको छ। आजकल के गर्दै हुनुहुन्छ? अहिले यतिकै छु दाइ, के गर्नु। तपाईँ फिल्म क्षेत्रमा अहिले हुनुहुन्छ। फिल्मभन्दा अगाडि चाहिँ आफ्नो भनौँ न जीवनी तपाईँको जिन्दगी होइन, तपाईँ चाहिँ जन्मिनु भएको? मेरो जन्म चाहिँ लमजुङ राइनस कुडुले लमजुङमा जन्मिनु भएर अहिले चाहिँ काठमाडौँमा स्ट्रगल गर्दै हुनुहुन्छ। अनि पहिला चाहिँ के गर्नुभयो तपाईँले? नाच्नुभयो, गाउनुभयो कि फिल्म खेल्नुभयो कि के गर्नुभयो? म यो फिल्मभन्दा पहिला चाहिँ मैले म्युजिक भिडियो गरेँ अनि 2टा फिल्म गरेँ। भन्नाले म्युजिक भिडियो चाहिँ तपाईँले पहिला फर्स्टमा धेरै गर्नुभएको छ? हजुर, मैले धेरै गरेँ। अब कौडा गीतहरूमै हो मेन। म फर्स्टमा मैले गरेँ पनि कौडा गीतै हो। त्यसबाट एक ताका त पश्चिमाञ्चल कला केन्द्र अनि पछि दिप फिल्म प्रोडक्सन, त्योमा चाहिँ तपाईँ एकदमै छाउनु भएको थियो बबिता गुरुङ अनि तपाईँको बहिनीको नाम पार्वती गुरुङ होइन। तपाईँको दुई बहिनीको डान्स त एकदमै बवाल थियो त्यतिखेर। बबिता पार्वती भनेपछि एक छत्र के त्यो म्युजिक भिडियोमा नदेखेको कुनै पनि ठाउँमा थिएन। त्यतिखेर आफूलाई कस्तो लाग्थ्यो, तपाईँलाई कस्तो ठान्नुहुन्थ्यो? एकदम खुसी लाग्थ्यो दाइ, किनभने हामी मेन दिप दाइबाट हामी चाहिँ 4जना थियौँ। म एउटा भयो, मेरो बहिनी अनि दिप र लक्ष्मी। हामी त्यहीबाट नै अब आजभन्दा भोलि गर्दा गर्दै हामी कल्चर क्लास गर्दै हिँड्यौँ अनि प्रोग्रामतिर हिँड्यौँ। मान्छेहरूले मन पराउनु भयो अनि त्यहीबाट नै म्युजिक भिडियो आयो भन्न मान्छेहरूले चिन्नुभयो। म्युजिक भिडियो अनि अहिले चाहिँ फिल्ममा हुनुहुन्छ। अनि म्युजिक भिडियो र फिल्म खेल्दाखेरि चाहिँ फरक के पाउनु भएको छ तपाईँले? फरक त धेरै फरक हुन्छ दाइ। म्युजिक भिडियोमा अब दाइले अगाडिबाट सिकाउनुहुन्छ होइन, डाइरेक्टरले अगाडिबाट सिकाउनुहुन्छ, अब त्यस्तो गर अब त्यो त नाच्ने मात्रै हो नि त। अब फिल्ममा त अब आफूले त्यहाँ दाइले भन्नुहुन्छ यस्तो गर उस्तो गर, त्यो फिल्डमा जानुपर्छ नि त। अब रुनु पनि हुन्छ, हाँस्नु पनि हुन्छ, त्यसको साथसाथै बोल्नु पनि पर्छ नि त। त्यो भएर अलिकति गाह्रो चाहिँ हुन्छ म्युजिक भिडियो र फिल्ममा चाहिँ। फिल्ममा चाहिँ अभिनय पनि गर्नु पऱ्यो, एक्सप्रेसन पनि दिनु पऱ्यो, त्यसैमाथि अब डायलग पनि बोल्नु पऱ्यो। अनि उता डान्समा चाहिँ कोरियोग्राफरले अगाडि सिकाउनुहुन्छ, कम्मर हल्लाइदियो अनि हाँस्यो नाच्यो होइन। हाँस्नु चाहिँ अब धेरै त्यो म्युजिक भिडियोमा चाहिँ हाँस्न पाइन्छ नि त, साथीभाइ धेरै हुन्छ।
फिल्ममा चाहिँ अहिले गाह्रो हुन्छ। म फेरि गाउँतिर फर्केँ। तपाईँ लमजुङबाट चाहिँ लमजुङमा जन्मिनुभयो, त्यस पछाडि अलि ठुलो भएपछि त्यहीँ पढ्नुभयो होला। त्यस पछाडि पढाइ सकेर काठमाडौँ आउनुभयो कि पढाइ कतिमा त्यहाँ पछि काठमाडौँ आउनुभयो? म गाउँमा पढ्यो, गाउँबाट म 1 वर्ष चाहिँ चितवन बस्यो, चितवन बसेपछि चाहिँ म यता काठमाडौँ छिरेँ। अनि तपाईँ चाहिँ पढाइकै सिलसिलामा काठमाडौँ आउनुभयो? हजुर, त्यही भन्नु। त्यस पछाडि के गर्नुभयो तपाईँले? म्युजिक भिडियो भन्नु त फर्स्टमा होइन होला, त्योभन्दा अगाडि के गर्नुभयो? त्योभन्दा अगाडि त मैले पढाइ छोडी गयो, अब गुरुङको छोरी हो, अब धेरै त पढिँदैन दाइ, त्यही हो। अनि त्यसपछि मैले जबहरू गरेँ काठमाडौँमा। चलन थियो बाबुबाजेहरूले चाहिँ छोरी मान्छे पढ्नु हुँदैन, त्यो बेलाको जमानामा छोरा र छोरी अब चिठी लेख्न सक्ने भएपछि पढाइ पुग्यो भन्ने पनि हुन्थ्यो एउटा खालको समाज होइन। अनि त्यतिखेरको त्यो परिस्थिति होइन, सबैले गर्दाखेरि चाहिँ त्यति धेरै पढ्न पाउँथेन। तैपनि तपाईँले त्यति त्यो कष्टकर भनौँ न, अब गाउँहरूको सबै बुझ्नु पऱ्यो नि त होइन, बाबुआमाको स्थिति पनि बुझ्नु पऱ्यो। त्यो बुझ्दै गर्दाखेरि अब तपाईँले कतिसम्म पढ्नुभयो गाउँमा अनि यता आउनु? मैले गाउँमा धेरै पढिँदैन, 4-5 साल पढ्यो, त्यसपछि चितवन 1 वर्ष पढ्यो, त्यसपछि काठमाडौँ। म पढ्न त धेरै पढेको छैन। त्यस अब प्रमाणपत्र तह पढ्नु भएको छ तपाईँले, मलाई थाहा छ, तपाईँ झुट नबोल्नुहोस्। अनि तपाईँको बुवा बाहिर हुनुहुन्छ अहिले चाहिँ। त्यो बेलामा अब त्यो बेलामा यस्तै हो, अब नेपाल लगेको पिन्छे धेरै हुँदैन थियो। अब हामी 4 बहिनी, 2टा भाइ 2टा बहिनी। अब गाउँमा त्यस्तै हुन्छ, अब दुःख हुन्थ्यो। अब दुःख गऱ्यो, मम्मीले अब मेरो छोराछोरीको लागि मेरो छोराछोरीको पैसा लगाउनुपर्छ भनेर हामी चिकन गएको थियो। चिकन गएपछि चाहिँ अब त्यस्तै अब गर्ने ठाउँमा नखाने नि त बहिनीहरूलाई, बहिनीलाई अलिक गाह्रो हुने। अनि त्यसपछि भयो चिकन नबसौँ, काठमाडौँ जाऊँ भनेर हामी काठमाडौँ आएको थियौँ। नेपाली सेनाको जागिर, अनि त्यसैमाथि छोराछोरी पढाउनु पर्ने, अनि फेरि अब घरबाट तिर्नुपर्ने होइन, त्यो गाह्रो थियो बुवालाई पनि। र पनि अब तपाईँले भनौँ न बुवा आमाको मर्म पनि बुझिदिनु हो होइन। अहिले चाहिँ बुवा फेरि यो उमेरमा पेन्सन पकाएर पनि विदेश जानुभएको छ। बाहिर जानुपर्छ। बाबु बिचरा मलाई एकदम घरको चिन्ता चाहिँ मेरो बाबाको लाग्छ क्या, किनभने बाबाले 15-16 वर्षदेखि चाहिँ कष्ट गर्नुभएको हो नि त। अनि मैले सोच्छु मेरो भाइ 2टा ठाउँमा पुगेको भए मेरो बाबा आफ्नो फ्यामिलीसँग, मम्मीसँग त बिचरा धेरै भयो नि त, मम्मीसँग टाढो भएको। अनि अब इच्छा हुन्छ नि त बिचरा उहाँलाई पनि, अब फ्यामिलीसँग बस्नु पाएको भएर वर्षमा एकचोटि छुट्टी आउनुहुन्छ। अब त्यो 1 महिनाको छुट्टी कति हुन्छ र भाइ, यताउता गर्दा त्यति गइजान्छ। त्यही भएर मलाई चाहिँ अब भाइ 2 मलाई चिन्ता भने बाबा अनि भाइ 2टाको आफ्नो भविष्य ठाउँमा पुगिदिनु पायो भए हुन्थ्यो भन्ने इच्छा लाग्छ। तपाईँ जेठी छोरी, जेठी छोरी अनि जेठा छोरा भएपछि अलि परिवारमा अलिक गाह्रो नै हुँदो रहेछ होइन। सबैको भाइ बहिनीलाई हेर्नुपर्ने, आमा बुवालाई हेर्नुपर्ने, सबैतिर हेर्नु पर्दाखेरि जेठो भएर जन्मिनु चाहिँ अलिक गाह्रै रहेछ। गाह्रो हुन्छ दाइ, किनभने म खासै मेरो मनको कुरा चाहिँ म भन्दिनँ, घरमा पनि भन्दिनँ, मलाई दुःख पऱ्यो भने म भन्दिनँ। किनभने मलाई दुःख परेको बाबाले भन्यो भने उहाँलाई चिन्ता लाग्छ कि के हुन्छ कि जस्तो लाग्छ कि, त्यो म चाहिँ भन्दिनँ। मैले बबितालाई चिनेदेखि तपाईँ एकदम शालीन हुनुहुन्छ है। अब एकदमै के बबिता भनौँ न कसैसँग धेरै नजिस्किने, अनि मिठो बोल्ने, रेस्पेक्ट गरेर बोल्ने, आफूभन्दा ठुलो सम्मान गरेर बोल्ने, आफूभन्दा सानोलाई माया गरेर बोल्ने, त्यस्तो टाइपको मैले तपाईँलाई पाएको थिएँ। आज बबिता गुरुङ त्यो अनुशासनले गर्दा नै यहाँसम्म आएको छ। आफूलाई कस्तो लागेको छ? त्यो त अब मान्छेहरूको हेर्ने नजर पनि हुन्छ दाइ होइन। अब कोहीलाई कस्तो लाग्छ, कोहीलाई मलाई मेरो बोली मन नपर्ला होइन, कहिले राम्रो लाग्ला, त्यो अब आफ्नो ठाउँमा छ होइन। तर मैले दुःख चाहिँ मैले शान्ति एकदम दुःख गरेर आएको। म्युजिक भिडियोसँगै अरू पनि केही काम गर्नुभयो? मैले पहिला चाहिँ म योगातिर काम गर्थेँ है, त्यसपछि चाहिँ म म्युजिक भिडियोतिर चाहिँ गयो। म्युजिक भिडियोमा जानु पनि मेरो एउटा बाध्यता थियो कि दाइ। भन्नाले बाध्यता भन्नाले तपाईँलाई कसैले चाहिँ परिवारबाट कि आफै? मेरो बाध्यता भने कस्तो भन्दा म पहिला पनि बिहे भएको हो नि त, अनि मेरो बिहे भएपछि मेरो डिभोर्स भयो।
त्यसपछि चाहिँ म त्यो डिभोर्स भएपछि म एकदम एक्लो भयो कि तर फ्यामिलीहरूले सपोर्ट त दिनुभएको हो तर जे भए पनि त्यस्तो भएपछि चाहिँ अलिकति आफूलाई चाहिँ एक्लो फिल हुँदो रहेछ कि त्यसपछि चाहिँ म म्युजिक भिडियोमा गएँ म्युजिक भिडियोमा गएपछि चाहिँ म मेरो मन भुल्यो साथीभाइहरू भेट्यो नि त त्यसपछि चाहिँ म यो म्युजिक भिडियोमा गएपछि त्यसपछि म त्यो फिल्ममा छिर्यो त्यसपछि म मेरो अहिले चाहिँ मेरो साथमा हुनुहुन्छ श्रीमान मेरो त्यसपछि उहाँले सपोर्ट दिनुभयो कि भन्नाले अहिले अर्को बिहे गर्नुभयो हजुर तपाईँको पहिलो बिहे चाहिँ लभ म्यारेज कि एरेन्ज लभ म्यारेज लभ म्यारेज पनि तपाईँसँग सम्बन्ध विच्छेद भयो त्यस पछाडि फेरि अहिले फेरि लभ म्यारेज अहिले लभ म्यारेज आएको छ एकदम खुसी लाग्यो दुःख पनि लाग्यो खुसी पनि लाग्यो होइन ठिक छ अब त्यो मान्छेको जिन्दगीमा अब उतार चढावहरू हुन्छ नि होइन आफ्नो भोगाइ हो त्यो छैटौँको दिनमा जनेको भागीले त्यही नै हुन्छ तपाईँले त्यो भोगाइ भोग्नु भएको कुरा हो त्यसलाई अन्यथा नलिनुहोस् होइन म जति पनि यो नेपाली कल्चर हेर्नुहुने आदरणीय दर्शकहरूलाई पनि यो भन्न चाहन्छु बबिता गुरुङले गलत गर्यो या बबिता गुरुङले ठिक गर्यो भन्ने पनि लाग्छ कसैलाई होइन तर आफ्नो भाग्यमा लेखेको कुरा चाहिँ त्यो मेटिँदैन त्यही लाग्छ मलाई पनि त्यही लाग्छ अहिले जो तपाईँसँग साथमा हुनुहुन्छ उहाँ चाहिँ एकदमै सपोर्टिभ एकदम सपोर्टिभ हुन्छ दाइ किनभने मैले फर्स्टमा उहाँले भेटेदेखि नै मैले फर्स्ट सबै कुरा उहाँले भन्दाखेरि उहाँले मलाई एकदम धेरै सपोर्ट दिनुभएको नाम चाहिँ सुजन नाम एकदमै सुनेको मैले पनि चिनेको छ भाइलाई एकदमै नजिकबाट चिनेको छ बबितालाई सुहाउने चाहिँ सुजन गुरुङ उहाँ चाहिँ अहिले उहाँ साथमा हुनुहुन्छ बबितालाई एकदमै सपोर्ट पहिलेदेखि नै त्यो म्युजिक भिडियो लागेदेखि नै उहाँले सपोर्ट गर्नुहुन्थ्यो हामीलाई कति थाहा छ नि त त्यो कुरामा भाइलाई पनि यहाँबाट सम्झाउन चाहन्छु कता हुनुहुन्छ होइन उहाँलाई पनि के भन्नु छ के भन्नु धेरै वर्षपछि हामी अस्ति भर्खर नेपाल आउनु थियौँ अनि बिहा गरेर जानुभयो त्यो बाहिर हुनुहुन्छ हजुर बाहिर हुनुहुन्छ कुन देश पोर्चुगल पोर्चुगल भनेपछि तपाईँ पनि भविष्यमा पोर्चुगल अब आफ्नो भविष्य बनाउनु पऱ्यो अब भोलि पर्सि अब आफ्नो छोराछोरीको लागि पनि भविष्य त बनाउनु पऱ्यो नि त्यसको लागि भने जानुपर्छ ठिक छ शुभकामना पनि छ बिहे गरेको त मलाई पनि अलिअलि थाहा थियो तर बबिताले भोज खुवाउनु बाँकी छ मलाई त्यस कारणले म फेरि भोजमा जोडिएपछि मात्रै त्यो भनौँ न यो सार्वजनिक गर्छु अनि फेरि म पछाडि फर्किन्छु तपाईँ म्युजिक भिडियोपछि फिल्ममा चाहिँ आउनु भएको छ कुन फिल्म चाहिँ पहिलो तपाईँले डेब्यु गर्नुभयो मेरो फर्स्ट फिल्म चाहिँ नैना चलचित्र लक्ष्मी गुरुङ चाहिँ मेन नायिका हुन्छ लक्ष्मी अनि म सुस्मिता अनि नायिकामा एकदमै त्यो म्युजिक भिडियोबाट आएको चारैजना नै त्यो फिल्ममा हुनुहुन्छ चारैजना भन्नाले लक्ष्मी र मात्रै भयो बहिनी चाहिँ छैन ए त्यसमा हुनुहुन्न कतिको रमाइलो लाग्यो त्यो नैना फिल्म म्युजिक भिडियोबाट नैना फिल्ममा आउँदाखेरि म्युजिक भिडियो त गरिरहेको थिएँ अब त्यो फिल्म गर्दाखेरि के भन्ने होला कसरी बोल्ने होला भन्ने सोच भएको थियो होइन तर दिप दाइ र जनक भेनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभएको थियो अनि त्यो सुटिङ गरेको जस्तो नलागेको त एकदम रमाइलो भएको थियो भनेपछि डाइरेक्टर हाम्रो जनक गुरुङ अनि दिप गुरुङ तपाईँको चाहिँ साइनली सोल्टी आफ्नै साक्कै सोल्टी हो तर दाइ चाहिँ भन्छ म पहिलेदेखि नै दाइ भन्छु मेरो साक्कै सोल्टी हो एउटै सोल्टी हो मेरो फुपू तपाईँ म्युजिक भिडियोमा ल्याउने अनि फिल्ममा ल्याउने नै दिप म म्युजिक भिडियोमा अगाडि बढ्नु नै दिप दाइ भएको छ यतिखेर उहाँ युके हुनुहुन्छ सम्झिनुहुन्छ अनि त्यस पछाडि नैना फिल्म पछाडि चाहिँ कुन फिल्म त्यसपछि नैना गऱ्यो नैनापछि मार्कली उता पोखरामा त्यो उलेरी भन्ने ठाउँमा यो उसमा चाहिँ दाइले के अरे नौसितुन दाई डाइरेक्सन गर्नुहुन्थ्यो अनि त्यहाँको दाइहरू चाहिँ एकदम धेरै प्रड्युसर दाइहरू चाहिँ एकदम सपोर्ट हुनुहुन्थ्यो मेन चाहिँ हाम्रो राम दाई रक्सी दाई अनि प्रदीप दाई हुनुहुन्थ्यो उहाँले एकदम सपोर्ट गर्नुभएको थियो
मलाई फर्स्टको त्यो फिल्ममा चाहिँ के भएको छ भन्दा मैले कोही चिनेको थिएन। मैले चिनेको भनेको अर्जुन दाइ थियो। मैले अर्जुन दाइले सोधेँ दाइ को छ त्यहाँ, मलाई त डर लाग्छ नि त। म त खासै त्यो नयाँ फिल्ममा म धेरै उस्तो गरेँ नि दाइ, म त को छ होला के होला भनेर सोचेको थिएँ होइन। तर त्यहाँ गएपछि मैले त्यहाँ गएर चिनेँ नि त। अनि पछि अस्मिले चिन्यो। त्यस्तो सबैजना एकदम मिल्ने क्या। त्यस्तो त त्यो सुटिङ जस्तो नलाग्यो कि आफ्नै साथीभाइ आफ्नै दाजुभाइ जस्तो लाग्यो। त्यस पछाडि रमाइलो भयो त्यो जे होस् त्यो फिल्म खेल्दाखेरि चाहिँ पछि चाहिँ त्यो क्यामेरासँग डर लागेन कसैसँग डर लागेन? लाग्यो नि दाइ। अनि अब हिरो गणेशमा हुनुहुन्थ्यो, भाइ नै हो मभन्दा 1 वर्ष जुनियर हुन्छ हो। अनि त्यो भाइ पनि एकदम मिल्ने। अनि अस्मि त झन् गएको। अस्मि त मिलन सर नै हुनुहुन्छ एकदम। म अस्मि मभन्दा सिनियर हो, तर अनि म अस्मिले नामै लिएर बोल्छु कि हामी चाहिँ। तर एकदम म अस्मिसँग गएर चाहिँ अस्मिले एकदम धेरै सपोर्ट गरिदिएको चाहिँ त्यहाँ एकदम मिल्ने। त्यो साथीत्व भएपछि एक किसिमको माया बढ्छ। माया बढिसकेपछि त ममा अब नामले बोलाउने त्यो चलिहाल्छ। त्यो हुन्छ। तर कुनै साथीहरू चाहिँ आफ्नो दौतारी खोज्ने हुन्छ नि त। तर उहाँ चाहिँ एकदम मभन्दा सिनियर हो नि त। सिनियर भने एकदम मिल्ने हुन्थ्यो। अस्मिता बहिनीलाई पनि धेरै धेरै सम्झेको छ। अहिले कोरिया हुनुहुन्छ रेनासँगै। अनि अहिले म बसिरहनु छ। म एकदम धेरै सम्झिन्छु अस्मिता चाहिँ। अभिनय राम्रो गर्नुहुन्छ अस्मिता बहिनी। मैले फिल्म हेरेको छु उहाँको पनि। अनि बहिनीको फिल्म पनि अब नयाँ फिल्म हेरियो। अनि अहिले जुन मार्गली भन्ने फिल्म पनि हेरियो होइन, त्यो पनि राम्रो फिल्म। नेपालभरि त चलिसक्यो। विदेश हङकङ पनि गइसक्यो। हङकङ भइसक्यो दाइ। हङकङ भयो, पोखरा भयो, सुटन भयो, बेसर भयो। अब भदौ 6 गते चाहिँ काठमाडौँ। भदौ 6 गते चाहिँ तेनुकुर्सी। भदौ 6 गते चाहिँ तेनुकुर्सी। तेनुकुर्सीमा चाहिँ तपाईँको भूमिका अब यस्तै साथीको हुन्छ नि त। अब एउटा साथीले कुनै साथीले गर्दा बिग्रेको हुन्छ, कुनै साथीले गर्दा हुन्छ साथी सप्रेको पनि हुन्छ नि त। त्यस्तै चाहिँ साथी सङ्गत कस्तोको गर्ने भनेर त्यो फिल्ममा छ होइन। त्यो फिल्ममा चाहिँ छ। तेनुकुर्सी भनेर मान्छेहरूले के होला तेनुकुर्सी भन्ने हुन्छ। तेनुकुर्सी भनेको ढोकभेट, नेपालीमा ढोकभेट। मैले बुझेको चाहिँ अब बिहे भएर गइसकेपछि अब कसरी ढोकभेट गर्ने होइन। गुरुङ बिहे गऱ्यो भने कसरी ढोकभेट हुन्छ, मगर बिहे गर्दा कसरी ढोकभेट हुन्छ, गुरुङ र मगर बिहे गर्दा कसरी ढोकभेट हुन्छ, अन्तर्जाति बिहे गर्दा कसरी ढोकभेट हुन्छ, यही नै त्यो फिल्ममा खुलाएको जस्तो लाग्छ मलाई। हजुर दाइ यही हो। अब गुरुङहरूको त अब छ नि त अब आफ्नो नीतिअनुसार हुन त अब आफ्नो जातहरूको हुन्छ। कसरी अब गुरुङहरू तेनुकुर्सी भन्नाले तेनुकुर्सी केटापट्टि केटीपट्टि गएर कसरी तेनु हालिदिन्छ भन्छ नि त। त्यही बारेमा छ नि। अनि तपाईँसँग यो तेनुकुर्सीमा चाहिँ कोही जेन्ट्स पनि जोडिएको होला होइन, केटा मान्छे जोडिएको छ? छैन दाइ। त्यो फिल्ममा म गएको छु, तर कोसँग गएको भन्ने कुरो कसैको छैन दाइ अहिलेसम्म। बिहे भएको छ तर कोसँग गएको थाहा छैन। छैन दाइ। त्यसो भन्दा रमाइलो रहेछ एकदम रमाइलो। कोसँग गएको छ के भन्ने कुरा अहिलेसम्म मलाई पनि थाहा छैन कि दाइ। एकदम सस्पेन्स। हजुर। नयाँ फिल्म अनि मार्कली र यो तेनुकुर्सी कुन फिल्ममा तपाईँलाई एकदमै आफूले खुलेर अभिनय गरेको, आफूलाई रमाइलो लागेको, म चाहिँ बल्ल कलाकार भएछु जस्तो कुन फिल्म खेल्दाखेरि लाग्यो? मलाई तेनुकुर्सीमा। तेनुकुर्सी। ल ठिक छ। तपाईँको तेनुकुर्सीलाई धेरै धेरै शुभकामना छ। हामी तेनुकुर्सी हेर्न एकदमै हतार छौँ, आतुर छौँ। देश विदेश सबैतिर तेनुकुर्सीलाई चाहिँ माया गरोस् होइन, त्यही भन्न चाहन्छु। अनि बबिताजी चाहिँ अहिले भर्खर बिहे गरेको कति वर्ष भयो? 1 वर्ष नि भएन। नयाँ भनौँ न अब नयाँ दुलै भनौँ भने अब लागेको छैन है, त्यस्तै हुन्छ। तैपनि अब भर्खरै बिहे गर्नु भएको छ, 1 वर्ष जति भयो। यहाँलाई फेरि पनि
विवाहित जीवनको चाहिँ शुभकामना छ। अब चाहिँ त्यस्तो नराम्रो केही पनि नहोस्, भाइ बहिनीलाई एकदमै शुभकामना छ। अनि तपाईँ लमजुङबाट काठमाडौँ आउनुभयो, काठमाडौँबाट फेरि बिहे चाहिँ कहाँ भयो? गोर्खा दाई गोर्खा रमाइलो कि लमजुङ रमाइलो? गाउँ हेर्दा त लमजुङै रमाइलो। तपाईँको जन्मघर लमजुङ, कर्मघर गोर्खा हजुर होइन? अब घरबार चाहिँ सुजन गुरुङसँग भयो, दरबार पनि गोर्खामा होइन? रमाइलो भइरहेको छ। अनि तपाईँको चाहिँ परिवारमा को हुनुहुन्छ घरपट्टि? घरबाट मेरो आमा दिदी 4 जना, अनि जेठाजु, सासू ससुरा, अनि जेठानी अनि छोरी। भनेपछि यो बिहे गरेपछि बुहारी भइसकेपछि अलिकति सासू ससुराबाट, जेठानी देउरानीबाट होइन हेपी नै गर्छ नि त। तपाईँले चाहिँ कस्तो, अब तपाईँ त कलाकार छन् होइन? त्यो कलाकार भएको नाताले उहाँहरूको दृष्टि, त्यो कलाकारलाई हेर्ने दृष्टि, अनि बुहारी भएर आएको छ, अहिले ढिकी जाँदो गर्ने बेलामा होइन? पहिला ढिकी जाँदो चाहिँ अहिले छैन, तैपनि त्यो गर्ने बेलामा चाहिँ बुहारी चाहिँ के अरे फिल्म खेल्दै हिँडेको छ, त्यो चाहिँ सासू ससुरा अनि जेठानी देउरानीहरूले कसरी हेर्छ? मेरो त झन् ससुरा त एकदम गीत गाउनुहुन्छ। यस्तो रमाइलो हुन्छ मेरो ससुरा त, एकदम रमाइलो गर्नुहुन्छ, एकदम खुसी मान्नुहुन्छ, अझै अगाडि बढ्नु भन्नुहुन्छ। अनि मेरो माइली आमा चाहिँ उहाँले पनि एउटा फिल्म खेल्नुहुन्छ, मलाई ठ्याक्कै थाहा भएन फिल्म चाहिँ नाम कमला गुरुङ। उहाँको फिल्म मलाई थाहा छ। अनि भनेपछि कलाकार, एकजना कलाकार चाहिँ फेरि थप्यो त्यो घरमा? 2 जना भनौँ। मेरो ससुरा चाहिँ मेन त ठाडो भएको गीतबाट चिन्नुहुन्छ। ठाडो भएको गीत गाउनुहुन्छ उहाँ चाहिँ। अस्ति भन्नु न गोर्खातिर ठाडो भएको कम्पिटिसन भयो चाहिँ उहाँ जानुहुन्छ। तपाईँको ससुरा ठाडो भाकाको गायक, अनि बुहारी चाहिँ फिल्मको नायिका भनेपछि चलचित्र खेल्नलाई चाहिँ त्यो घर भनेपछि त्यो घरकै मान्छेले पुग्दो रहेछ कलाकार होइन? पुग्छ भाइ। हामी त यस्तो हाम्रो घरको फ्यामिली भएपछि त हाम्रो कोही चाहिँदैन। गीत गाउनेदेखिको, नाच्नेदेखिको, मादल बजाउनेदेखिको सबको फ्यामिली धेरै निस्किन्छ। अब सुजन भाइले चाहिँ एउटा प्रस्ताव राख्नुभयो, उहाँलाई चाहिँ एउटा लगानी गर भनेर उहाँलाई प्रोड्युसर बनाउने, नायिका चाहिँ बबिता गुरुङ अनि सुजन गुरुङ नायक, अनि बाउको रोलमा चाहिँ ससुरा भइहाल्यो, आमाको रोलमा आमाले भइहाल्यो, अनि आमाजीको रोलमा कमला गुरुङ होइन? सबै फ्यामिलीबाटै फिल्म सिर्जना हुनुभयो। होइन, मेरो सासू चाहिँ बिचरा आउँदैन, उहाँलाई नाच्न पनि आउँदैन, गाउन पनि आउँदैन, तर हामीलाई चाहिँ जाने ठाउँमा चाहिँ उहाँले रोक्नुहुन्न, जाऊ अगाडिबाट आफू हुनुपर्छ भन्नुहुन्छ। त्यही हो। बबिताले गीत गीत गाउन आउँदैन नि त, मलाई अरूले गाएको बेलामा त्यो छोपिदिने मात्रै हो, मलाई गीत गाउन चाहिँ आउँदैन। टेनकोसी भन्ने फिल्म चाहिँ गुरुङ भाषामा छ कि नेपाली भाषा? 65-70% चाहिँ गुरुङ भाषामा छ है, अरू चाहिँ नेपाली। किनभने केटा पूर्वतिरको हुन्छ। ए हिरो भनेपछि पूर्वतिरको। टेनकोसीको चाहिँ एकदमै मन परेको डायलग छ? डायलग त मेरो त यसमा त भन्छ गर्दैन। एउटा एकदमै मन छुने, आफूलाई एकदमै यो चाहिँ डायलग मलाई एकदमै मनपर्छ भन्ने खालको डायलग चाहिँ म भन्न त भन्दिनँ, एकदम लामो छ। मेरो छोटोमा भन्नुपर्दा मेरो आमा बित्ने बेलामा रोगको चाहिँ एकदम धेरै सम्झिन्छ। फिल्मको आमा रोइदिने हेर्दा एकचोटि त्यो सम्झ्यो भने त अहिले नै हो कि जस्तो लाग्छ कि, किनभने बिचरा त्यो आमा पोजिटिभ भएर पनि उहाँले एकदम राम्रो अभिनय गर्नुभएको थियो। बिचरा उहाँ त एकदम बेहोसै हुनुभएको थियो। म त्यतिखेर आमाको छेउमा बसेको थिएँ होइन, म हेर्न नसकेर उता गएर रोक्दै थिएँ। त्यतिखेर त्यस्तो भयो। अनि त्यसपछि मेरो आफ्नो सिनमा नि आमा बिचै चाहिँ अर्को मरेछ नि त, हाम्रो गुरुमा त्यतिखेर पनि छुन नपाउने, त्यस्तो भएर पनि म एकदम धेरै रोक्थेँ। भनेपछि तपाईँ अन्तर्जातीय बिहे गरेर जानुभएको छ? त्यो त अन्तर्जातीय के हो थाहै भएन।
त्यो समाजले स्वीकार गरेन होइन त्यो हिसाबले नै होला जो सब यो घटना चाहिँ फिल्मको घटना हो यथार्थमा त्यस्तो नहोस् होइन यो चाहिँ सन्देशमूलक नै छ एकदमै धेरै शुभकामना छ नेपाली कल्चर मिडियाबाट पनि यो तेना कुर्सी फिल्म भव्य तरिकाले चलोस् नेपालभरि जति ठाउँमा चलेको छ फेरि पनि र रिस हो भन्ने चाहिँ होस् होइन यो शुभकामना व्यक्त गर्न चाहन्छु बबिताजी अन्तमा के भन्नुहुन्छ केही भन्नुलाई थिएन भने यो फिल्म चाहिँ अरू के भन्नु फिल्मको बारेमा भन्छु यो तेना कुर्सी भन्ने फिल्म चाहिँ अहिलेको भाइ बहिनी हुन्छ नि अहिलेको भाइ बहिनी चाहिँ हेर्नै पर्छ भन्ने लाग्छ मलाई किन हो पहिलाको बाबुआमाहरू त बुझेको नि त तेनो कुर्सी कसरी तेनो भनेको तेनो कुर्सी कसरी गरिन्छ के भनेको त थाहा नि अहिलेको भाइ बहिनीको थाहा छैन नि त त्यही कारणले पनि अहिलेको भाइ बहिनी चाहिँ हेर्नुपर्छ भन्ने जस्तो लाग्छ अहिलेको यो जेनेरेसन न्यू जेनेरेसन अनि पुरानो जेनेरेसन पुरानले त बुझेको छ नयाँले चाहिँ बुझेको छैन तेनो कुर्सी भनेको चाहिँ ढोलबेटमा के कोसेलीहरू होइन के चाहिन्छ के दिनुपर्छ त्यो पुरानो हुँदाखेरि कतिको चाहिँ माइती पक्षले कतिको न्यू खोज्छ होइन त्यो कुराहरू त्यहाँ समावेश गरेको छ त्यही भएर हेर्नुपर्छ जस्तो लाग्छ अहिले त अब पार्टी मालिस गर्ने रे पार्टी मालिसको भोज दिने पार्टी गर्ने भन्ने हुन्छ नि त पहिला त अब के नै हुन्छ र दाइ पहिला त एउटा सानो बजाउँथ्यो जान्थ्यो होइन त अब हेर्नु एकदमै सनै बजाउँथ्यो जान्थ्यो भाग्थ्यो होइन अहिले त अब नौबती बाजा बजाउने भन्छ होइन पहिला त थिएन नि त त्यस्तो तर त्यो पहिलाको एउटा सनाइ बजाएर 4-5वटा ताल बाजा बजाएर बिहे गर्ने अथवा भागेर बिहे गर्ने पछि चाहिँ त्यो तेना कुर्सी ढोलबेटको बेलामा चाहिँ रित पुरा गर्ने भन्छ त्यो रित चाहिँ एकदमै हामीले पनि देखेको होइन एउटा मात्रै चिज पुगेन भने नि त्यहाँ माइती पक्षले चाहिँ झगडा गर्ने खालकै स्थिति आउँथ्यो हो नि दाइ कति झगडा हुन्छ कति अब बुहारीलाई अब उनीहरू अब दाइजोलाई नरो भनेर छोरीलाई हेर्दा पनि हुन्छ त्यस्तो पनि हुन्छ त्यही भएर त्यस्तो नहोस् भन्न चाहन्छु म चाहिँ यो फिल्म मार्फत सन्देश गर्ने हजुर यही सन्देश सबैजनाले तेना कुर्सी हेर्नु होला यो ढोलबेट बिहेपछि ढोलबेट कसरी हुन्छ रित कसरी पुरा गर्न सकिन्छ र कसरी बुझाइन्छ भन्ने कुरा चाहिँ तेना कुर्सीमा समावेश गरिएको छ आदरणीय जति पनि आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले नेपाली कल्चर मिडिया हेर्नु भएको छ तपाईँहरूले हेरेर आफूले पनि सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला अनि यो सन्देश सबैतिर सबैलाई बुझाइदिनु होला होइन सबै देश विदेशमा हुने सम्पूर्ण मेरो आफन्त इष्टमित्र दाजुभाइ दिदीबहिनी सबैजनाले आफ्नो सन्देश दिनु होला मैले अब के बोल्ने त्यो त अब थाहा धेरै खुसी लाग्यो बबिताजी उहाँ चाहिँ मोडलबाट चाहिँ एउटा कल्चर नृत्य गर्दै अनि फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो फिल्मी लाइनमा पनि एकदमै राम्रो समाजसँग भिज्ने उहाँको खुबी त्यतिकै राम्रो छ अनि सबैलाई सहयोग गर्ने भावना पनि त्यतिकै राम्रो छ अनुशासित एउटा चाहिँ कलाकार हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद छ यो नेपाली कल्चर मिडियामा आइदिनु भयो हाम्रो निम्तोलाई स्वीकार गरेर तपाईँलाई हामीले दिन त केही सक्दैन तैपनि एउटा नेपाली कल्चर मिडियाले चाहिँ एउटा सधैँको लागि सम्झना होइन चिया खाँदा अनि कफी खाँदा टक्क नेपाली कल्चरको चाहिँ कपमा हालेर सम्झना गरिदिनु होला अनि तपाईँलाई फेरि पनि हामी यस्तै कार्यक्रममा जोड्नेछौँ नेपाली कल्चरमा चाहिँ कति कुराहरू चाहिँ यहाँ समावेश गरिएको छ पोडकास्टदेखि लिएर बाहिर चाहिँ अब म्युजिक भिडियोदेखि लिएर होइन लाइभ दोहोरीदेखि लिएर सबै कुरा चाहिँ यहाँ हुन्छ यो पनि जानकारी गराउन चाहन्छु हाम्रो बबिताजीलाई आज मैले दुःख दिएँ झरेको बेलामा है दुःख त होइन दाइ म एकदम खुसी छु किनभने म धेरै भयो नि त मैले पनि अब मेरो योभन्दा अरू फिल्म गरेँ 1 वर्ष अगाडि गरेको हुन्छ टेली कोर्स छ त्यसपछि मैले म्युजिक भिडियो केही गरेको छैन आज यहाँ नेपाली खर्च पाएर आफ्नो मनको कुरा पोखिनु पाउँदा एकदम खुसी छु धन्यवाद छ बहिनीलाई अब चाहिँ म कार्यक्रमको अन्तमा आइसकेको छु र जाँदै फेरि पनि देश तथा विदेशमा हुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई
नेपाली कल्चर मिडियाको तर्फबाट र हाम्रो आजको पाहुना बबिता गुरुङको तर्फबाट धेरै धेरै नमस्कार छ्याज्यालो र झोले भन्न चाहन्छु। तपाईँले चाहिँ यो कप आज मैले यो सम्झना स्वरूप नेपाली कल्चर मिडियाको चाहिँ तस्बिरसहित पनि बनाएर ल्याएको छु। यो उपहार स्वीकार गरिदिनु होला। धेरै ठुलो त छैन, मैले अघि नै भनेको छु। यसमा चाहिँ चिया कफी टक्क अनि बिहान उठ्दाखेरि होइन दुध तताएर खाँदा पनि हुन्छ। बहिनीलाई चाहिँ यो सम्झना स्वरूप दिन चाहन्छु, स्वीकार होला। Thank you for watching this video. If you enjoyed it, please hit the like button and the bell notification icon.